नमस्ते। आज हामी एउटा साह्रै चर्चित नेपाली लोककथामा अलिक गहिरिएर हेर्दैछौँ। कथा हो शिशिर र वसन्तको कथा। हो यो कथा त हामीमध्ये धेरैले सुनेकै होला। हो नि, हामीसँग कथाको सार छ, तर आज हाम्रो उद्देश्य कथा सर्र भन्नु मात्रै चाहिँ होइन, यसभित्र लुकेका अर्थहरू, सन्देशहरू खोतल्ने प्रयास गर्नेछौँ। बिल्कुल, कथाको तहसम्म पुग्ने कोसिस गरौँला। कथाका मुख्य पात्रहरू त थाहा भइहाल्छन्, एक राजा, रानी अनि उनीहरूका दुई छोराहरू शिशिर र वसन्त। सुरुमा एकदमै सुखी परिवार जस्तो देखिन्छ। स्नेह, माया सबै छ। तर कथाले चाँडै गम्भीर मोड लिन्छ, होइन? त्यो पारिवारिक सुख धेरै टिक्दैन। टिक्दैन। कथाको मोडै त्यहीबाट सुरु हुन्छ। र यो सबैको सुरुवात एउटा निकै सामान्य जस्तो लाग्ने तर अलि अनौठो घटनाबाट हुन्छ। रानीले झ्यालबाट हेर्दा एउटा चरा। हो, त्यो चराको घटना। सौतेनी चराले गुणबाट बच्चा खसालेको देख्छिन् नि रानीले। हो, अनि त्यो दृश्यले रानीको मनमा गहिरो डर पैदा गर्छ। कस्तो अजीब छ है, एउटा सामान्य घटनाले त्यत्रो असर गर्ने। त्यो डर सामान्य डर मात्र थिएन जस्तो लाग्छ मलाई। त्यो केवल भविष्यको चिन्ता मात्र होइन। ए, अरू के हुन सक्छ? सायद त्यो उनको आफ्नो स्थान, आफ्नो मातृत्वप्रतिको असुरक्षा पनि झल्काउँछ कि। होला है। खै त्यो जमानामा राजाले अर्को विवाह गर्नु अनि छोराछोरीले सौतेनी आमाबाट दुःख पाउनु सायद त्यति नौलो थिएन कि। हुन सक्छ। त्यसैले यो रानीको व्यक्तिगत डर मात्र नभएर त्यो बेलाको समाजको एउटा यथार्थको प्रतिबिम्ब पनि हुन सक्छ। हो त, अनि त्यही डरले उनी यति कमजोर बन्छन् कि बिरामी परेर मर्छिन् पनि। हो, अनि उनी मरेपछि त उनले जे कुराको डर मानेकी थिइन् त्यही भयो। राजाले दोस्रो विवाह गरे। अनि सुरुमा त नै रानी कति राम्रो बनेकी है, छोराहरूप्रति कस्तो देखावटी माया देखाउँछिन्। देखावटी माया। कथाले यहाँनिर त्यो बाहिरी रूप र भित्री यथार्थ बीचको द्वन्द्व देखाउँछ। कतिन्जेल टिक्थ्यो र त्यो देखावटी माया, होइन? कहाँ टिक्नु। शक्ति र आफ्नो स्थानको लोभले मान्छेको व्यवहार कसरी बदलिन्छ भन्ने सङ्केत प्रष्टै छ त्यहाँ। अनि त्यो देखावटीपन चाँडै टुट्छ पनि एउटा सानो घटनाले। केटाकेटी खेल्दा बल रानीको कोठामा पुग्छ। हो, त्यो बलको घटना। अनि रानी रिसाउँछिन्। शिशिरले त बल मात्र माग्न गएका हुन् नि, तर रानीले उल्टै आफूमाथि हातपात गर्यो भनेर राजा कहाँ झुटो उजुरी गर्छिन्। कस्तो नाटकीय मोड हो। अनि सबैभन्दा अचम्म लाग्दो कुरा के छ भने राजाले कुनै छानबिनै नगरी त्यो कुरा पत्याइदिन्छन्। हो, यो क्षण कथाको निकै महत्त्वपूर्ण मोड हो जस्तो लाग्छ मलाई। यसले सौतेनी आमाको षड्यन्त्र मात्र देखाउँदैन नि, अरू के देखाउँछ? राजाको आफ्नो विवेक, उनको निर्णय क्षमतामाथि नै प्रश्न उठाउँछ। के उनी नै रानीको प्रभावमा यति धेरै परिसकेका थिए? हुन सक्छ। अथवा खै त्यो बेलाको पुरुष प्रधान समाजमा रानीले लगाएको आरोपलाई सिधै प्रश्न गर्न नसकिने अवस्था थियो कि? त्यो पनि होला। जे होस्, राजाको त्यो एउटा निर्णयले कथाको दुखान्त मोडलाई अघि बढाइदिन्छ। अनि उनले आफ्नै छोराहरूलाई मार्न आदेश दिन्छन्। कस्तो कठोर निर्णय हो। तर भाग्यवश भनौँ, सैनिकहरूले उनीहरूलाई मार्न सक्दैनन्। जङ्गलमा लगेर एक्लै छोडिदिन्छन्। हो, अनि त्यहीँबाट सुरु हुन्छ दुई भाइको कठिन यात्रा। उनीहरू छुट्टिन्छन् पनि। हो, छुट्टिन्छन्। अनि उनीहरूको यात्रा पनि कस्तो फरक फरक धारमा बग्छ। दाइ, शिशिरको यात्रा कस्तो रह्यो? शिशिर दाइ भएकोले होला, भाइ जाडोले काँपेको देखेर आगो खोज्न जान्छ। अनि जाँदा जाँदै एउटा नयाँ शहरमा पुग्छ। अनि त्यहाँ त संयोगले उनी राजा बन्न पुग्छन्। तर त्यो राजा बन्नु पनि सजिलो छैन। किन? के खतरा थियो? त्यो शहरमा एउटा रहस्य थियो। हरेक रात नयाँ राजा मर्ने। कस्तो डर लाग्दो। अनि शिशिरले के गरे त? शिशिरले आफ्नो चतुर्याई र साहस देखाउँछन्। उनी रातभर जागा बसेर त्यो रहस्य पत्ता लगाउँछन्। के रहेछ रहस्य? एउटा विषालु सर्प रहेछ, हरेक रात आएर राजालाई डस्ने। शिशिरले त्यो सर्पलाई मार्छन्। भनेपछि उनले आफूलाई मात्र होइन, पुरै शहरलाई नै बचाए। हो त। उनको यात्राले के देखाउँछ भने नेतृत्व क्षमता, समस्या समाधान गर्ने खुबी अनि प्रत्यक्ष खतरासँग जुझ्ने साहस। अर्कोतिर भाइ वसन्तको यात्रा त अलि फरक छ नि, होइन र? एकदमै फरक।
उनी एउटा व्यापारी कहाँ काम गर्न पुग्छन्। सुरुमा त व्यापारीले छोरा जस्तै व्यवहार गर्छ। फेरि धोका। हो, फेरि धोका। यहाँ पनि विश्वासघात हुन्छ। त्यही व्यापारीले वसन्तलाई धोका दिएर नदीमा फ्याँकिदिन्छ। ओहो बिचारा। उसको यात्रा चाहिँ कस्तो भने सहनशीलता, धोका र एकदमै कठिन परिस्थितिमा पनि बाँच्ने सङ्घर्षको प्रतीक जस्तो बन्छ। उसलाई कसले बचायो त? एकजना माझीले बचाउँछन्। हेर्नुस् न कस्तो फरक छ दुई भाइको अनुभव। एउटा भाइले प्रत्यक्ष खतरा जस्तो कि सर्पसँग जुझ्छ। अर्को भाइले चाहिँ मान्छेबाटै पाएको धोका, विश्वासघात, सामाजिक अन्यायसँग जुझ्नुपर्छ। हो त। यी दुई फरक यात्राले के सङ्केत गर्छ होला त? जीवनका कठिनाइहरू फरक फरक किसिमले आउँछन् अनि तिनलाई सामना गर्न फरक फरक गुण चाहिन्छ भन्ने हो? निश्चय पनि त्यो त हो नै। शिशिरको कथाले सक्रिय प्रतिरोध, बुद्धि प्रयोग गर्ने कुरालाई जोड दिन्छ, होइन? हो। अनि वसन्तको कथाले चाहिँ धैर्य, सहनशीलता अनि अन्त्यमा भाग्यको साथलाई पनि देखाउँछ जस्तो लाग्छ। तर दुवैको मूल कुरा के हो भने कठिनाइबाट पार पाउनु हो। अनि यसले सौतेनी आमा र त्यो व्यापारीमा देखिएको जस्तो घात, ईर्ष्या जस्ता नकारात्मक भावनाहरू कति विनाशकारी हुन्छन् भन्ने पनि प्रश्न पार्छ नि। कथाको अन्त्यतिर जाँदा के हुन्छ त? कि उनीहरूको पुनर्मिलन हुन्छ, न्याय पाइन्छ? अन्त्यमा दुई भाइको भेट हुन्छ, पुनर्मिलन हुन्छ, जुन प्राय लोककथाहरूको एउटा मुख्य तत्त्व नै हुन्छ। राम्रो पात्रहरूको अन्ततः सुखद मिलन। त्यो त राम्रो भयो। तर न्यायको कुरा नि सौतेनी आमा र व्यापारीलाई के भयो त? न्यायको प्रश्न अलि जटिल छ यहाँ। कथाले उनीहरूलाई के सजाय भयो भनेर स्पष्ट भन्दैन। त्यसो भए सायद कथाको जोड दण्ड दिनुमा भन्दा पनि असल पात्रहरूको पुनर्स्थापना अनि त्यो टुटेको पारिवारिक सम्बन्धको पुनर्निर्माणमा बढी छ कि होला। भाइ भाइ बीचको त्यो अटुट सम्बन्धले नै अन्तिममा विजय हासिल गरे जस्तो देखाइएको छ। अब सुरुको घटनामा फर्कौं न त एकचोटि। रानीको त्यो डर जुन त्यो चराको बच्चा खसालिएको दृश्यबाट सुरु भएको थियो नि, त्यो डर कतिको सार्थक भयो त? के त्यो डरले नै यी सबै घटनाहरू निम्त्याएको हो त? कस्तो लाग्छ? यो निकै गहिरो प्रश्न हो। एकातिर हेर्दा उनको डर त सही साबित भयो नि, होइन? हो त। छोराहरूले सौतेनी आमाबाट दुःख पाए। तर अर्कोतिर हेर्दा उनको त्यही अत्यधिक डर अनि त्यसपछिको उनको मृत्युले नै राजालाई दोस्रो विवाह गर्न र यी सबै घटनाहरू घट्नका लागि बाटो खोलिदियो कि? त्यो पनि हो। कहिलेकाहीँ कस्तो हुन्छ भने हाम्रो आफ्नै डरले नै हामीले डराएको कुरालाई यथार्थमा बदल्न भूमिका खेल्छ कि जस्तो पनि देखाउँछ यसले। त्यो सानो जस्तो देखिने डरले नै कथाको पुरै संरचनालाई आकार दिएको जस्तो देखिन्छ। हो। अनि अन्तमा यो कथाले हामीलाई सोच्न बाध्य बनाउने एउटा अर्को पक्ष पनि छ जस्तो लाग्छ मलाई। के होला त्यो? शिशिर र वसन्तले भोगेका दुःखहरू हेरौँ न। जङ्गलमा एक्लै छोडिनु, मृत्युको मुखमा पुग्नु, धोका पाउनु, यी सबै वयस्कहरूको निर्णय र कामको परिणाम थियो नि। हो त। राजाको हतारको निर्णय, सौतेनी आमाको ईर्ष्या, त्यो व्यापारीको लोभ। हो, यही सन्दर्भमा यो कथाले बाल्यकालको निर्दोषता, उनीहरूको संवेदनशीलताप्रति, शक्ति र अधिकारमा हुनेहरूको जिम्मेवारी कति महत्त्वपूर्ण हुन्छ भन्ने बारे केही शक्तिशाली सन्देश दिन्छ कि? निकै मार्मिक प्रश्न। यसले हामीलाई आफ्नो कामको परिणाम, अरूमा पर्ने असरबारे सोच्न पनि प्रेरित गर्छ जस्तो लाग्छ।